नमस्कार अनि स्वागत छ सम्पूर्ण मेरो साथीहरूलाई मेरो युट्युब च्यानलमा। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, शेयर, कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। आज चाहिँ हामी पशुपति मन्दिर घुम्ने भनेर हामी रेडी भएर टक्क गाडीमा चढेर हिँडिसकेका छौँ। देख्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ पशुपति मन्दिर दर्शन गर्न जाने भनेर हामी दुवैजनाले बिहान चाहिँ चाँडै उठेर नुहाएर माछा के पनि नखाइकन चाहिँ टक्क कपडाहरू लगाएर है हिँडिसकेका छौँ। आज चाहिँ हामी एकै नासको कपडा लगाउँदै हामी पशुपति फर्स्ट टाइम जानु लागेको हामी दुवैजना नै। त्यही भएर हामी एकदमै एक्साइटेड छौँ। एकदमै कुराकानी गर्दै गफ गर्दै हामी बाहिरतिरको दृश्यहरू हेर्दै रमाउँदै रमाइलो कुराकानी गर्दै हामी गएको थियौँ। अनि मलाई चाहिँ एकदमै रमाइलो लाग्छ साथीहरू। मलाई चाहिँ भिडियोहरू बनाउनको लागि अनि त्यसपछि आफू कोही नयाँ ठाउँमा गयो भने नयाँ कन्टेन्टहरू क्रिएट गर्न, नयाँ चिजहरू ठाउँहरूमा चाहिँ फोटोहरू खिच्नलाई अनि भिडियोहरू बनाउनलाई एकदमै राम्रो लाग्छ साथीहरू। त्यही भएर म चाहिँ बाहिरतिरका सब र गफ गर्दै फाइनल्ली साथीहरू हामी प्रवेश गरिसकेका छौँ पशुपति क्षेत्रमा। तपाईँहरू देख्न सक्नुहुन्छ बाहिर हामी चाहिँ फर्स्ट टाइम पशुपति जानु लाग्यो। त्यही भएर कहाँनिर ओर्लिने भन्ने कुरा चाहिँ थाहा भएन साथीहरू। त्यही भएर गाडीले चाहिँ माथि नै लगिदिएछ अनि हामी चाहिँ त्यहाँबाट ओर्लिएर फेरि तल आएर चाहिँ अलिकति पैदल हिँडेर चाहिँ भित्रपट्टि प्रवेश गरिसकेपछि अनि पशुपति जाने ठाउँ चाहिँ हामी दुवैजना नै फर्स्ट टाइम जानु लागेको पशुपतिमा। त्यही भएर थाहा नै भएन कहाँनिर ओर्लिने भनेर हामी चाहिँ लोकेसन हेरेरै गएको थियौँ। र यहाँनिर चाहिँ गाडी रोकेर हामी चाहिँ त्यहाँनिरबाट गाडीबाट ओर्लेर फेरि त्यहाँबाट झरेर अनि अलि तलबाट प्रवेश गरेका थियौँ। यहाँनिरबाट तल गएका थियौँ। फाइनली साथीहरू हामी इन्ट्री गरिसकेका छौँ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ पसलहरू छन्। यहाँ चाहिँ मन्दिरको लागि चाहिने तपाईँहरूलाई जे चाहिन्छ त्यो सबै सम्पूर्ण सामानहरू चाहिँ पसलहरूमा पाइन्छ। र त्यहाँनिर धेरै पसलहरू छ। हामी चाहिँ अलिक अगाडिको पसलबाट चाहिँ सामानहरू लिएको थियो। अनि त्यहाँनिर चाहिँ फुलहरू, मालाहरू, अगरबत्तीहरू सबै सामानहरू चाहिँ एकै ठाउँमा राखेर चाहिँ पसलमा दिँदो रहेछन्। अनि त्यसमा चाहिँ नम्बर सिस्टम हुँदो रहेछ। त्यो नम्बर लेखेको हुँदो रहेछ। त्यो नम्बर चाहिँ पूजा गरेर फर्किसकेपछि त्यहाँ जहाँनिरबाट लगेको त्यही नम्बर हेरेर चाहिँ त्यहाँनिर रिटर्न गर्ने सिस्टम रहेछ साथीहरू। हामी चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ कति धेरै पसलहरू छ, कति राम्रो फुलमालाहरू छ। यहाँ मान्छेहरू पनि धेरैजना मान्छेहरू यताउता गरिरहनु भएको छ, देख्न सक्नुहुन्छ तपाईँहरू। हामी पनि त्यहाँनिर पसलहरूबाट चाहिँ फाइनल्ली एउटा पसलबाट चाहिँ हामी फुलमाला सबै लिएर हामी आइसक्यो साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो भिडियो खिचिदिने मान्छे कोही पनि भएनन् साथीहरू। त्यही भएर हामी पालै मोबाइल छोपेर भिडियो बनाउँदै अगाडि बढिरहेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले चाहिँ सामानहरू लिएर हामी फोटो खिच्दै अनि फोटो खिच्ने भन्ने थिएन साथीहरू। भिडियो बनाइदिने मान्छे पनि भएनन्। त्यही भएर पालो गर्दै भिडियो बनाएर गइरहेछौँ हामी चाहिँ। तपाईँहरू देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँनिर चप्पल छोडाएर हामी मन्दिरको लागि प्रवेश गरिसकेका छौँ। यहाँनिर चाहिँ चप्पल छोडाउनु पर्छ। धेरै मान्छेहरू हुनुहुन्थ्यो। हामी चाहिँ भिडियो बनाउन लगाएर मैले चाहिँ मोबाइल चाहिँ बुढालाई छोप्न लगाएर आफू चाहिँ अगाडि हिँडिरहेको थिएँ। अनि मलाई चाहिँ देखाउनु भनेर म चाहिँ टक्क फुलहरू लिएर मालासाला लिएर हामी चाहिँ दर्शन गर्न जाँदैछु। साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ धेरैजना मान्छेहरू हुनुहुन्छ वरिपरि मन्दिर क्षेत्र त्यहाँ वरिपरि एकदमै देख्न सक्नुहुन्छ। ला हेर्नु न साथीहरू, मोबाइल छोप्न लगाएको छाया मात्रै देखाइरहेको के त्यो मलाई भिडियो देखाइदिनु, मेरो भिडियो बनाइदिनु भनेको साथीहरू कता देखाइरहनु भएको छ। भिडियो खिच्न लगायो भने त्यस्तै हो, कहाँ हो थाहै हुँदैन। अनि तपाईँहरू देख्न सक्नुहुन्छ मन्दिर एकदमै राम्रो मन्दिरहरू छ साथीहरू। भिडियो बनाइदिनु भनेर मोबाइल छोप्न दिएको कता बनाइदिने हो कि छाया देखाइदिने हो, कहिले कता देखाउने। म चाहिँ उता पारी हुन्छु साथीहरू, मोबाइल बोकेर चाहिँ यता बसिरहनु हुन्छ, देख्न सक्नुहुन्छ तपाईँहरू। हामी चाहिँ मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। अनि
त्यसपछि अब हामी सिधा उता गएर मन्दिरभित्र गएर सुरुमा पूजा गर्छौँ। अनि पूजा गरेर बल्ल हामी त्यहाँबाट अन्ततिर हेर्छौँ साथीहरू। हेर्नु न म चाहिँ अगाडि गएको छु हेर्नु साथीहरू। ऊ चाहिँ फोन बोकेर पछि बसिरहेको छ। म चाहिँ मान्छेको भिडभाडमा कता हो कता। अनि मोबाइल भिडियो बनाइदिनु भनेको कहिले उता पारि बसेर भिडियो बनाइदिरहेको छ, कहिले छाया मात्रै देखाएर भिडियो बनाइदिनु। साथीहरू के गर्ने गाह्रो छ। मेरो बुढालाई भिडियो बनाउन आउँदैन। भिडियो बनाइदिनु भन्यो खालि छाया देखाइदियो, खालि मान्छे कता अरू मान्छे देखाइदियो, मन्दिर देखाइदियो। गाह्रो छ साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ मैले भिडियो बनाइदिरहेको छु। मान्छेहरू धेरै छन्, म भिडियो बनाइदिन्छु अनि तपाईँ चाहिँ उ गर्नु भनेर हामी चाहिँ पाले भिडियो बनाउँदै गफ गर्दै मन्दिर पूजा गर्नलाई हिँडिरहेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। भिडियो बनाइदिनु भन्दा नि मान्ने होइन साथीहरू। मेरो भिडियो बनाइदिनु भन्दा नि अनि आफू पनि भिडियो बनाउनलाई मान्ने होइन। त्यस्तै छ साथीहरू, के गर्नु, गाह्रो छ। भिडियो बनाइदिने मान्छे नभएपछि क्यामेरा हल्लै गर्ने हो, कता हो कता थाहै हुँदैन। अनि हामी चाहिँ फाइनली अब पूजा गर्ने ठाउँमा गइसक्यो। तपाईँहरू त्यहाँबाट टाढाबाट देख्न सक्नुहुन्छ, त्यहाँ अलिकति देखिरहेको छ पूजा गर्ने ठाउँ चाहिँ हामी फाइनली पुगिसकेका छौँ। यहाँ धेरैजना मान्छेहरूको भिडभाड थियो। त्यहाँ चाहिँ पुजारी बाबाहरूले चाहिँ पूजा गरिदिन्छु भनेर नाम होइन, दुवैजनालाई चाहिँ नामहरू यताउता जन्ममिति हेराएर चाहिँ पूजापाठ लगाइदिन्छौँ भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ पूजा नगर्ने अहिले चाहिँ हामी आफै गर्छौँ भित्र गएर भनेर चाहिँ हामी त्यहाँनिर चाहिँ पुजारी बाबालाई पूजा गर्न नदिएर हामी चाहिँ सिधा पूजा गर्ने ठाउँमा अगाडि गएर पूजा गऱ्यौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ मान्छेहरू धेरैजना फोटोहरू खिचिरहनु भएको छ। पूजा गरिसकेर आएर चाहिँ मान्छेहरू फोटो खिचिरहनु भएको छ। हामी चाहिँ पूजा गरेर सकेका थिएनौँ। हामी चाहिँ पूजा गर्नु थियो, त्यही भएर चाहिँ सिधा मन्दिरभित्र प्रवेश गरेर हामी पूजा गर्ने ठाउँतिर जान्छौँ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ मान्छेहरू धेरै भिडभाड छ। यहाँ चाहिँ यति धेरै भिड थियो साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ। हामी चाहिँ भित्र छिरिसकेका छौँ यहाँनिर एउटा पूजा गर्नको लागि। यहाँ धेरैजना मान्छेहरू भगवानको गीतहरू गाउँदै होइन, भगवानको नामहरू जप्दै गर्दै गर्नुभएको थियो। त्यसमा हामी पनि सिधा भित्र गयौँ साथीहरू। त्यहाँबाट चाहिँ माथि पुगेर हामी चाहिँ पूजा गर्ने ठाउँतिर जान्छौँ। फाइनली साथीहरू हामी चाहिँ पूजा गरेर निस्किसकेका छौँ। देख्न सक्नुहुन्छ टक्क है, घाँटीमा मालासाला लगाइदिनु भएको छ पण्डितले। अनि त्यसपछि हामीलाई चाहिँ टिकासिका पनि लगाइदिनु भएको छ। हामी राम्रो पनि देखिरहेछौँ साथीहरू, मालासाला लाएर होइन। टक्क पूजा गरेर त सकियो साथीहरू। बाहिर निस्किँदाखेरि बुढाको जुत्ता नै हराएछ, कसले छोड्दैछ जुत्ता। मेरो चाहिँ अलि माथि थियो, मेरो चाहिँ छोड्दैन ल। मेरो बुढाको जुत्ता चाहिँ अलिकति तल थियो राखेको, जुत्ता चोर्दैछ साथीहरू। तपाईँहरू पनि पशुपतिमा आउनुभयो, यहाँ चाहिँ जुत्ता चोरी हुँदो रहेछ साथीहरू। यदि तपाईँहरू आउनुभयो भने पनि तपाईँहरूले चाहिँ आफ्नो जुत्तालाई चाहिँ राम्रोसँग राख्नलाई साथीहरू, सुरक्षितसँग। यहाँ मेरो बुढाको जुत्ता हरायो, जुत्ता हरा भएर चाहिँ खालि